जयमसी सबैजनालाई तपाईँहरूलाई फेरि देख्न पाएर खुसी लागेको छ। आज हामी अघिको कक्षालाई नै निरन्तरता दिनेछौँ, बेबिलोन र छुटकाराको इतिहास। यही विषयवस्तु अन्तर्गत रहेको यो दोस्रो कक्षा हो। गएको कक्षामा हामीले बेबिलोन र वंशावलीहरूलाई हेऱ्यौँ। त्यहाँ हामीले उत्पत्तिमा भएको वंशावलीहरू हेऱ्यौँ, जहाँ कैन परमेश्वरको उपस्थितिबाट टाढा गए र उनले आफ्नो निम्ति एउटा सहरको निर्माण गरे, जुन आफ्नो छोराको नाउँ पछाडि त्यसको नाउँ दिए र त्यहाँ पाप कैनको वंशसँगै अगाडि बढ्दै गयो। यसरी नै निम्रोदले बाबेलको धरारा निर्माण गर्न नेतृत्व गरेको कुरालाई नै हामीले हेऱ्यौँ, जसबाट पछि गएर वंशावलीहरू छरप्रष्ट भए। पेलेगको समयपछि यो संसार भाग लाग्यो र निम्रोदसँग बाबेलको धरारा बनाउनको निम्ति मानिसहरू उनलाई पछाए। त्यहाँ योक्ताम जस्तो मानिस पनि थिए जो अन्तै गए। आत्मिक रूपमा हेर्दा उनी वंशावलीको पुस्तकतर्फ गए। हामीले त्यहाँ हेऱ्यौँ कि एबरको वंशबाट पनि एबर त्यो बाबेलको धरारा बनाउने कुराबाट आफू अलग बसे। त्यो विश्वासको वंश भए तापनि त्यहाँ उनीहरूले पाप र मूर्ति पूजालाई बोकेका थिए, तैपनि त्यहाँ परमेश्वरको उद्देश्य थियो, परमेश्वरको छुटकाराको इच्छा थियो। यसरी यी कुराहरू वंशावलीहरू मार्फत पुरा हुँदै थियो। यो हाम्रो अघिल्लो कक्षाको छोटो सारांश थियो। आज हामी बेबिलोन र अब्राहम बीचको सम्बन्धलाई गहिरो रूपमा हेर्नेछौँ। यो बेबिलोन र छुटकाराको इतिहासको दोस्रो भाग हो, जहाँ हामी बेबिलोन र अब्राहम बीचको सम्बन्धलाई हेर्नेछौँ। तपाईँहरू सबैजनाको निम्ति आजको हाम्रो मुख्य खण्डलाई पढ्नेछु। यहोशू 24 अध्यायको 2 पद। यहोशूले सबै मानिसहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, उहिले अब्राहम र नोहारका बुवा तेरह तिमीहरूका पिता पुर्खाहरू युफ्रेटिस नदी पारी बस्थे र तिनीहरूले अरू देवताहरू पुज्दथे। यो परमेश्वरको वचन हो। आमेन। यो इजरायलीहरूको निम्ति यहोशूको सन्देश थियो। उनीहरू प्रस्थान गरेर मिस्रबाट निस्केर आएका थिए। 40 वर्षसम्म उनीहरू उजाड स्थानमा डुलिरहे, घुमिरहे र अर्को 16 वर्ष उनीहरू कनानी भूभागलाई विजय हासिल गर्न लागि परे र त्यसपछि त्यो भूभागलाई बाँडफाँड गरे। यहोशूले यो सन्देश मार्फत, यो वचन मार्फत इजरायलीहरूलाई भनेका छन् कि अब तिमीहरू प्रतिज्ञाको देशमा छौ, त्यही कारण तिमीहरूले परमेश्वरलाई ठिक तरिकाले आराधना गर्नुपर्ने हुन्छ। यहोशू भन्छन्, धेरै वर्ष पहिला प्राचीन समयमा तिमीहरूको पिता पुर्खाहरू नदी पारीपट्टि बस्थे। यो युफ्रेटिस नदी पारीपट्टि भन्नाले उनले मेसोपोटामिया क्षेत्रको बारेमा बताउँदैछन्। उनी भन्छन्, अब्राहमका पिता तेरहले अरू देवी देवताको पूजा गर्ने गर्थे। यदि हामीले बाइबलबाट बाहिर गएर अरू साहित्यहरूलाई हेर्छौँ, प्राचीन टिप्पणीहरूलाई हेर्छौँ भने तर यिनीहरूमाथि पूर्ण रूपले परमेश्वरको वचन भनेर विश्वास गर्न सकिँदैन। तर यो प्राचीन टिप्पणीहरूले के भन्छ भने तेरह वास्तवमा एउटा मूर्ति बनाउने व्यक्ति थिए। उनले मूर्ति बनाएर आफ्नो जीविकोपार्जन गर्ने गर्थे। उनले साँच्चीकै मूर्ति बनाउने गर्थे कि गर्थेनन् भन्ने कुरा त हामीलाई थाहा छैन। तर बाइबलले एउटा कुरा चाहिँ प्रष्ट पार्छ कि उनले अरू देवी देवताको पूजा गर्ने गर्थे, उनले अरू देवी देवतालाई पुज्ने गर्थे। अब्राहमको जीवनमा यो कुराले के अर्थ राख्छ त भनेर हामी हेर्नेछौँ। अब्राहमको जीवन यात्रालाई सारांशमा हेर्नु पर्दा यहाँ स्क्रिनमा मेसोपोटामियाको चित्र देख्न सक्नुहुन्छ र यहाँ चाहिँ उर छ